हेर्नु है गाइज आज लङ टाइमसम्म म युट्युबमा आइरहेको छु। मेरो बारीमा के छ होला हेर्दैछु म। हेर्नु गाइज हो मेरो बारीमा चाहिँ मकै पनि छ। मकै त्यसपछि काँक्रा फलिरहेको रहेछ दुईटा। त्यसपछि हेर्नुहोस् घिरौँला पनि फलिरहेको रहेछ। अम्बकमा पनि हेर्नुहोस् गाइज हो अम्बकको पनि मसिनो मसिनो गुटी लागिरहेको छ, फलिरहेको छ। पाक्ने बेला चाहिँ भएको छैन अम्बकको। हाम्रो बारीमा हेर्नुहोस् आँप पनि फलिरहेको छ। यो चाहिँ एउटा सानो बोट छ, त्यही पनि फलिरहेको छ। कति धेरै फलेको छ भने नि फलिरहेको छ। आधी सरो त फलिसकेको, हावा पानीले गर्दाखेरि झरिसकेको छ। चाहिँ जुनारको बोट रहेको छ। अहिले जुनार चाहिँ फलेको छैन, सानै बोट छ, उसको फल्ने बेला भएको छैन। चाहिँ फेरि हेर्नुहोस् तिते करेला चोर्लङ चोर्लङ फलिरहेको छ। तिते करेला हेर्नुहोस् गाइज हो मेरो बारीमा। यो चाहिँ आफ्नै बारीमा रहेको छ। फर्सीको मुन्टा, फर्सीको चाहिँ गट्टा अलिअलि लाग्दै गरेको छ र मुन्टा खाने बेला चाहिँ भइरहेको छ गाइज हो। अहिले चाहिँ नदेखिरहेको, हेर्दै लाँदा त मुनि पनि एउटा काँक्रा फलिरहेको रहेछ गाइज। चाहिँ म तरकारी पकाउनु पर्यो, के पकाऊँ भनेर सोचिरहेको थिएँ र तिते करेला फलेको रहेछ। त्यसैले तिते करेलालाई टिपेर आज सब्जी बनाउनु पर्यो। भेन्डीको बोट पनि छ, भेन्डी पनि फलिरहेको छ भर्खर मसिनो, खाने बेला त भएको रहेनछ। हेर्नुहोस् फर्सीहरू पनि छ। त्यो चिज चाहिँ कति राम्रो फलिरहेको थियो। खोर्सानी पनि यहाँ चाहिँ हेर्नुहोस् है, खोर्सानी हाम्रो अर्ग्यानिक खोर्सानी एकदम पिरो स्वादिष्ट सब्जीमा हालेर खानलाई एकदम राम्रो छ खोर्सानी। त्यो चाहिँ पानीले गर्दाखेरि हेर्नुहोस् न, धेरै पानी जमेको कारणले गर्दाखेरि अलिक हाम्रो चाहिँ गहिरो भएछ बारीको करेसो बारीमा। हेर्नुहोस् त बोटै छिब्रिक्क भएछ, धेरै पानी भएको कारणले गर्दाखेरि। गाइज हो हाम्रोमा त सब्जीमा हाल्ने तेजपत्ता, मासुहरूमा पनि हाल्ने तेजपत्ताको रुख पनि छ। आँप टिपेर मैले अचार हालेको हेर्नुहोस् गाइज हो। अचार हालेको चाहिँ भिडियो बनाउन पाइनँ, अलिअलि धुम्म भएको थियो, लाइन नभएको कारणले गर्दाखेरि भिडियो पनि बनाउनु छैन, मोबाइलमा चार्ज नभएको कारणले। मेरो घरमा त लोकल कुखुरा पनि छ है, आउनुहोस् है हजुरहरूलाई चाहिए